हाई गाइज, आज मेरो पहिलो भिडियो यस्तै अनबक्सिङ गर्न लागेको। हेरौँ, मलाई नेपालबाट पार्सल आएको छ र सास मम्मीले पठाइदिएको के छ सँगसँगै हेरौँ। So huge. Okay, you here? I don't know. Yeah, Tana पठाइदिनु भयो। बाबुलाई टोपी, बाबुको यो पनि बाबुको टी-सर्ट। यो म लगाएर पनि भिडियो बनाउँछु। वाउ, कस्तो क्युट क्युट नाना। अर्को पनि आहा। या यो चाहिँ सान्जितले पठाइदिएको। सायद यो मलाई होला। यो पनि मलाई हो। यो टोपी, अर्को टोपी। यो चाहिँ मेरो बुढाको। ए सायद यो भात पकाउने बेला कपडा चाहिन्छ नि, तिनी उता हाल्ने तातो गर्ने। यो चाहिँ कसको? यो सायद मेरै हो क्या। यसमा चाहिँ औषधिहरू छ। सबसे स्पेशल भनेको चाहिँ यही हो। यो हो कसार। है मिठो छ। यो मेरो डिमान्ड हो। पहिला कपडा सकाऊँ ल। यो पनि मलाई टी-सर्ट हो हैन। यो बाबुको टी-सर्ट हो। यो मेरो टी-सर्ट हो। अनि बाबुको सुरुवाल यहाँ पनि छ। टोपी बाबुको होला। यो पनि बाबुको सुरुवाल। पहिला कपडा सकाउनु पर्यो भनेर यो चाहिँ हैन। अब कपडा सक्यो होला। अब यो हो, यो घिउ। खुल्दैन त। यो हो घिउ। लेखेछ हैन। एउटा घिउ। प्याकिङ चाहिँ राम्रो रहेछ। सायद यो तोरीको तेल होला, हल्लेको छ। तोरीको तेल हो यो। सामान कहिले आउला र खोलौँ भन्नेमा थियो मलाई। ठिक्क आज मेरो बिदाको दिन आउने खुसी लाग्यो। सायद यो पनि घिउै होला।
होइन रहेछ क्या खोइ यो पनि घिउ यो सायद नामै बिर्से आमाको माया हुन त यहाँ पनि हुन्छ यो हो हामी सिन्की यो मसला यो के हो मिस 3 वर्ष भयो अम्चु नखाएको अम्चु पनि आयो बेसार यो चाहिँ यता राख्नु पर्यो यो चाहिँ यो आँपको खट्टी मिठी यो चाहिँ मम्मीले हटकेस पठाइसकेको छ क्यूट क्यूट छ अनि यो सुकाएको गाभा यो पनि सिन्की हो सिन्की अनि यो चाहिँ के हो खै साथीहरू थाके हो गोल्दा गोल्दै देखिरहनु हाँ मैले कति ब्रेज हलाएर गोल्दैछु यो रहेछ मुलाको अचार हामीले नि बनाएको थियौँ मुलाको अचार कहीँनिर कोही ठाउँमा एउटा बिग्रेको छैन अझै कपडा रहेछ यो पनि अब सुरुवाल यो मेरो पाइन्थ्यो यस्तो डिजाइन पनि रहेछ यो पनि बाबुको यसैको टोपीवाला अघि देखेको क्युट क्युट छन् यो पनि बाबुको यो अलिक ठुलो होला नि तर केही छैन बाबु पनि बढ्दैछ यो पनि ढाबा भरि साथै पनि बेसार हो खोल्दैन म यो चाहिँ के हो थाहा भएन हेर्नुपर्छ प्याक छ यस्तो छ
काटिन्छ। के रहेछ यो पनि हटकेस रहेछ, तर यो हटकेसभित्र केही न केही त छ। यो हटकेसभित्र के छ कुनै साथीहरू के छ हेरौँ है। चिल्लो खत थाहा पाएँ, मैले थाहा पाएँ यो पनि मेरो लागि हो। तर यो चाहिँ हल्का लिक भएको रहेछ सामान, बाहिर त छैन तर भित्र त हुने भयो। यो हो मेरो लागि सुकेरी मसला, यो भित्र छ तताएर खानुपर्छ। योले चाहिँ अलिक फोर गरायो, अदरवाइज सबै सक्यो। फाइनली यति ठुलो बक्स फिनिस भयो। थ्याङ्क यू मम्मी बुवा, धेरै साह्रै सामान पठाइदियो, खुसी लाग्यो। अब खान्छौँ, बाई बाई।